तेरो चुलोमा आउने समय यही हो। म अघिदेखि भोक लागेर यहाँ छटपटेर बसिरहेको छ। बुढोले के खायो के गर्यो तँलाई वास्तव व्यवस्था छैन है। ठिकै छ, हजुरले भोक लागेको रहेछ, म फटाफट खाना बनाइहाल्छु है। चुप। आज भोलि साली आएकोदेखि तैँले मलाई वास्तव व्यवस्था गर्न छोडेको आखिर किन? बुढा, यो नचाहिने कुरा के गर्नुहुन्छ तपाईँ? मैले मेरो बहिनी आएदेखि तपाईँको अवस्था व्यस्त गर्न कहाँ छोडेकी छु र? भयो भयो, धेरै नाटक गर्नु पर्दैन। जुन दिन यो घरमा सालीले पाइल टेकी नि त्यही दिनदेखि तैँले नाटक गर्न सुरु गरेको। कि तैँले सालीमाथि सँग रहेछ मलाई? बुढा, आफ्नो बहिनी माथि पनि मैले किन शङ्का गर्नु पर्यो र? त्यही पनि एउटा बुढीको मन त हो। आफ्नो बुढासँग लसपस गरेको देखेपछि त शङ्का गर्ने बाटो भइहाल्छ नि। ए भनेपछि तैँले तेरो बहिनी र मलाई सँग गरेको होइन त? यसैसँग उसैसँग अब हेर्दै जा। अब तेरो बहिनीलाई म मेरो श्रीमती बनाएर छाड्छु। बुढा, म माथि यस्तो के कमी छ र आज घरमा आएकी सालीलाई आफ्नो श्रीमती बनाउँछु भन्नुहुन्छ? त्यही पनि तपाईँ मलाई कराउनु होला, कुट्नु होला, धम्की दिनु होला, बसाल्नु होला। तर एउटै कोखबाट जन्मेका दुई बहिनी कसरी छोटाछोटी भएर बस्न सक्छौ? ठिकै छ, सौता सौदिनी भनेर बस्न सक्दैनस् भने यो घरबाट निस्किएर जा कि अन्तै बिहे गरेर जा, नभए मर। बुढा, त्यसो नभन्नुहोस्। तपाईँले मलाई अग्निले साँची राखेर सात फङ्को घुमाएर सिन्दुर हालेर ल्याउनु भएको थियो। अहिले त्यही बुढीले मोर भन्नुहुन्छ।